नमस्कार। आज बिहान एउटा निकै दुःखद खबर सुनाउँदैछु र यो खबर सुनेपछि आफ्नो बालबालिकालाई विद्यालय पठाउन अघि एकपटक त्यो विद्यालयमा पढाउने शिक्षक र शिक्षिकाहरू कस्ता छन् भनेर तपाईँ बुवा आमाले अवश्य बुझ्नु होला, ताकि यो सानो बाबुको जस्तो दुर्गति भोग्न नपरोस् र बालबालिकामाथि यस्तो अत्याचार गर्ने यो शिक्षिकालाई कस्तो सजाय हुनुपर्ने हो। भिडियो हेरिसकेपछि तपाईँको विचार पनि राख्नु होला, ताकि यो घटनाबाट सिकेर नेपालको कुनै पनि विद्यालयका शिक्षकहरूले यस्तो हरकत पुनः दोहोऱ्याउने दुस्साहस नगरोस्। नवलपरासीको एउटा विद्यालयको शिक्षिकाले प्लास्टिकको पाइपले हानेर युकेजीमा पढ्दै गरेका एक 6 वर्षीय बालकको आँखा नै फुटाइदिएकी छिन् भने उक्त शिक्षिकाको एकैछिनको रिस र आवेगले गर्दा यो सानो बालकको भविष्य नै अन्धकार बनेको छ। यो घटना हो नवलपरासी जिल्लाको प्रतापपुर गाउँपालिका वडा नम्बर 1 मा रहेको एच पाठशालाको। धेरै पढेर आफ्नो सन्तानको भविष्य उज्जवल बनोस् भन्ने हेतुले नरेन्द्र प्रसाद चौधरीले आफ्नो 6 वर्षको छोरालाई विद्यालय पठाउन थालेका थिए। तर त्यही विद्यालयकी एक शिक्षिकाको लापरवाहीले गर्दा आज उनको 6 वर्षीय छोराले आफ्नो बायाँ आँखा गुमाउनु परेको छ भने अब उनको दायाँ आँखाको पनि पटक पटक अपरेसन गर्नुपर्ने अवस्था आएको छ। अनुसन्धानमा खटिएका प्रहरीका अनुसार गत मङ्सिर 18 गते कक्षामा 2 विद्यार्थी बीचको झगडा छुट्याउने क्रममा सोही विद्यालयका शिक्षिका सन्धु चौधरीले अगाडि बोर्डमा पढाउनको लागि भनेर राखिएको प्लास्टिकको पाइपले हानेकी थिइन् र सोही पाइपको प्रहारले गर्दा 6 वर्षीय प्रशान्त चौधरीको आँखामा चोट देखिएपछि विद्यालयले प्रशान्तलाई तुरुन्तै नजिकको गोबीगञ्ज बजारमा उपचारको लागि लगेको थियो। तर त्यहाँ उपचार सम्भव नभएपछि उनको अभिभावकलाई बोलाएर रणअम्बिका आँखा अस्पताल भैरवा लगे। तर त्यहाँ पनि उपचार नभएपछि काठमाडौँको तिलगङ्गा आँखा अस्पताल पुर्याए। तर दुर्भाग्य चिकित्सकहरूले बालकको आँखाको नानी फुटेको र अब बालकले बायाँ आँखा देख्न नसक्ने बताएपछि 6 वर्षीय प्रशान्तको परिवार पीडामा छन्। उनका बुवाका अनुसार तिलगङ्गामा 19 गते अपरेसन त भयो, तर अब उनले देख्न नसक्ने र जसले गर्दा उसलाई जीवनभरि गाह्रो हुनेछ र अझै 2 वटा अपरेसन गर्नुपर्छ भनेर डाक्टरले भनेको बताउँछन्। उनका अभिभावकका अनुसार बायाँ आँखाको चोटले गर्दा दायाँ आँखा पनि राम्रोसँग खोल्न र हेर्न मिल्दैन। चिकित्सकले 1 वर्षसम्म उपचार गर्नुपर्ने भनेकोले बेला बेला अस्पतालमा फलोअपमा आउन भनेको र आँखाको पर्दामा ब्लड जमेकोले गर्दा त्यो अपरेसन गरेपछि फेरि अर्को एउटा अपरेसन गर्नुपर्ने र 1 वर्षसम्म उपचार गराइराख्नुपर्ने, साथै हप्ता हप्तामा फलोअपमा आउन अस्पतालले भनेको र यो चोट लागेपछि छोराले टाउको पनि दुख्छ भन्दै रोइराख्ने गरेका बताउँछन् उनको बुवा। काठमाडौँमा बालकको उपचार गराएर फर्किएपछि उनको बुवा नरेन्द्रले पुस 16 गते उपचारका कागजात सहित लिएर इलाका प्रहरी कार्यालय बर्दाघाटमा शिक्षिका सन्जु विरुद्ध उजुरी दिएका छन् भने प्रहरीले उक्त शिक्षिका विरुद्ध पक्राउ पूर्जी समेत लिइसकेको भए पनि आजसम्म उनलाई पक्राउ गरेका छैनन्, किनकि प्रहरीका अनुसार उजुरी परेपछि शिक्षिका फरार रहेकी र अहिलेसम्म खोज्दा नभेटिएको भन्ने छ। अब तपाईँ आफै भन्नुहोस्, यस्तो शिक्षिकालाई कस्तो सजाय हुनुपर्ने हो? खास गरिकन पछिल्लो समय नेपाल सरकारको शिक्षा नीतिले के भन्छ भने कुनै पनि बालबालिकाहरूलाई कुट्न पाइँदैन। चाहे त्यो बालबालिकाले जति उपद्रव गरोस्, चाहे नपढोस्, चाहे होमवर्क नगरोस्, ती बालबालिकालाई सम्झाउनु पर्छ। त्यसको विविध तरिकाहरू छ हैन, धेरै तरिका प्रयोग गरिकन त्यो बालबालिकालाई भन्नुपर्छ, सम्झाउनु पर्छ। तर शिक्षक शिक्षिकाले बालबालिकालाई कुट्न पाइँदैन भनेर एउटा शिक्षा नीति नै लागू भएको छ र धेरै जस्तो विद्यालयहरूमा यो कुरा कार्यान्वयनमा आइसकेको पनि छ। तर विशेष गरिकन अलिकता विकट हैन दुर्गम स्थानहरूमा त्यो ठाउँहरूमा चाहिँ शिक्षक शिक्षिकाहरूले विद्यार्थीहरूमाथि अझै पनि यसरी यस्तो किसिमको दुर्व्यवहार गर्ने, कुटपिट गर्ने यो धेरै कुराहरू भइरहेको छ। हिजो मात्रै पनि एउटा विद्यालयका शिक्षकले उसको विद्यार्थीले फेसबुकमा कमेन्ट गरेकै भरमा उनलाई चाहिँ भलिबल अथवा गेम खेल्न नदिएको भन्ने समाचार बाहिर आएको थियो। सायद यो बजाङ्गो हुनुपर्छ। यस्ता अन्य धेरै ठाउँहरूमा विशेष गरिकन सुदूरका केही जिल्लाहरूमा जहाँ मैले भने अलिक विकट छ ती ठाउँहरूमा यस्ता किसिमको घटनाहरू भइरहेको छ र शिक्षक शिक्षिकाहरूले पनि के बुझ्नु पर्यो भन्दाखेरि यसरी एकछिनको रिस र आवेगले गर्दा एउटा बालकको भविष्य नै अन्धकार हुने गरिकन, यसरी बच्चाको आँखा नै फुट्ने गरिकन, कहिले निर्घात कुटपिट हैन बेहोसै हुने गरिकन कुटपिट गर्ने यस्ता शिक्षकहरूलाई चाहिँ कडाभन्दा कडा कारबाही गरिनुपर्छ र त्यो कारबाही चाहिँ मिडिया सामु अझ बेसी हाइलाइट गराइनुपर्छ। मलाई के लाग्छ भने हो कहिलेकाहीँ मान्छेबाट गल्ती हुन्छ, तर गल्ती यस्तोसम्म नहोस् कि कसैको आँखै फुटाइदिने गरिकन गल्ती नहोस्। र एउटा शिक्षिका भनेको चाहिँ के हो भने आमा बुवा पछाडिको गुरु भनेको विद्यालयका शिक्षक शिक्षिका भनेको चाहिँ गुरु हो र आमा पछिको एउटा आमा बाउ पछिको अर्को आमा बाउ हो, त्यो विद्यार्थीलाई भविष्य दिने भनेर भनिन्छ। र हाम्रो पालोमा पनि हामीलाई शिक्षकहरूले कुटपिट गर्नुहुन्थ्यो, तर यस्तो किसिमको होइन। कहिलेकाहीँ हातमा लौरोले हान्ने, भएन भने कुखुरा बनाउने, मुर्गा बनाउने काम गर्नुहुन्थ्यो। तर यस्तो किसिमको कुटपिट गर्ने शिक्षकहरूलाई चाहिँ त्यो बालबालिकाको भविष्य पुरै अँधेरो बनाएको कारणले गर्दाखेरि त्यो शिक्षिकामाथि कडाभन्दा कडा कारबाही होस् र पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था होस् भनेर पनि हामी खबरदारी गर्न चाहन्छौँ। र यस्ता घटनाहरू रेयर हुने गर्छ, तर रेयर नै भए पनि उनीहरूमाथि कारबाही हुनुपर्छ, ताकि अरू शिक्षकहरूले कसै विद्यार्थीमाथि लौरो या प्लास्टिकको पाइप या अरू कुनै पनि कुरा हात उठाउनुभन्दा पहिला यो घटना एकचोटि हरेक शिक्षकको मनमा एउटा नजिरको हिसाबले बसोस् भनेर हामी भन्न चाहन्छौँ र यसको फलोअप हामी तपाईँलाई दिनेछौँ। अहिलेको लागि यति नै, र शिक्षिका पक्राउ परिसकेपछि फर्दर कानुनी प्रक्रिया अगाडि बढ्छ र यो बालक बिचरा उनको
परिवार एकदमै अहिले पीडामा छ र उनको परिवारले न्याय पाउनुपर्छ भन्ने हाम्रो पनि माग हो।